यही हजुर यही तिम्रो लागि कति आँसु बगाए मैले भने सक्दिनँ मैले तिमी बाँच्न मैले मनको ढुङ्गा खोलिरहेको मैले तिमीसँग बाँच्न लागेको मैले तिमीसँग बे गर्न थाले अर्को केटासम्म हिँड्यौ किन त तिमी अर्को केटासम्म गइदिइसक्यो अब बे गरेर मलाई पनि मतलब छैन आज त्यही दिनमा तिमीले कति कुरा गरेको थिए मसँग बे गर्ने भनेर सक्दिनँ तिमी बिना हाँस्न मेरो मनको ढुक्का हुने राख मेरो दाइले अब हान्छ या किन छाडी गइस मलाई छोडेर छाडी जाने मन छ भने छाडी जा किनभने म टेपसीमा गयो छाडी गइस किन सिगरेट पनि ताने तैले गर्दा पनि सिगरेट ताना बानी भइसक्यो रक्सी खाने बानी भयो किन फोन त ठोकियो म्यान किन बुझिरहेको छु मेरो मनको कुरा खोलिरहेको छु भने कुरा मानिरहेको छु त्यो भने कुरा गालीहरू सोधे पनि बे गरेर राख छोडी गएपछि म एकदमै दुःख भएको त्यसपछि मैले पनि बे गरेका हौ अब जिउँछु मेरो लागि फ्यामिली लागि अब म पैसा कमाएर फ्यामिलीलाई बचाउँछु किनभने अब फ्यामिलीको जेठो छोरो मै हो रक्षा गर्छु मेरो अब मेरो पालो किनभने म 17 वर्ष भयो किनभने म काम छैन दाम किनभने म जीवनमा धेरै पाप गरेँ या किनभने म जस्तो छोरा काम छैन यो सक्यो